आज होमवर्क के दिएको छ? होमवर्क चाहिँ यो यस्तो दिएको छ कि यो चाहिँ घटाउने यो चाहिँ बढाउने। स्कुलमा सिकाएको छ हैन? अलिअलि आउँछ मिसले सिकाएको मलाई। ए लु गर त त्यसो भए लु। 4 मा 0 घट्छ 4 मा 0 घट्छ 4 मा 0 घट्छ। सिकाउँदैन के स्कुलमा? मलाई अघि गरेको थिएँ मैले क्लासमा त के यस्तो सिम्पलहरु पनि सिकाउँदैन के हो? 4 मा 0 हैन यताबाट गर्नु पर्यो। 2 मा 1 2 2 मा 2 गर्दा 0 0 आउँछ नि। अन्त 8 मा 4 1 2 3 4 5 6 7 8 1 2 3 4 4 घट्यो 1 2 3 4 4 रहेछ। 4 मा 0 घट्छ। यो चाहिँ मलाई आउँदैन जस्तो लाग्यो। यो सिम्पल छ त, यो सिम्पल छ। 1 2 3 4 मा 0 गर्दा 0 गर्दा कति हुन्छ? 4 मा 0 गर्दा 0 4 मा 0 गर्दा यो ठुलो माथि छ सानो तल छ कति हुन्छ? 4 4 मा 0 गर्दा 0 0 हो। यो माथि भएको भए ठिक छ हैन? यो माथि छ 4 कति हुन्छ? 0 हुन्छ 0 हुन्छ अनि अघि मैले गरेको थिएँ 0 0 हुन्छ। लु यो चाहिँ जोड्ने। लु जोड्ने यो पनि सिकाएको छैन स्कुलमा? अघि सरले गराएको थियो मलाई त। लु लु स्टार्ट गर त। 8 मा 0 गर्दा 1 2 3 4 5 6 7 8 8 मा 0 प्लस हुँदा कति हुन्छ? जान्दैन के यति सिम्पल पनि। 8 मा 0 गर्दा कति हुन्छ? 1 2 3 4 5 6 7 8 हुँदैन यहाँ? 8 त्यहाँदेखि 3 मा 1 बढाउँदा कति हुन्छ? 1 2 3 4 4 4 9 1 2 3 4 5 6 7 8 9 9 मा 0 गर्दा 3 4 1 2 3 4 5 6 7 8 9 0 यहाँ 0 हुन्छ? 9 नै हुन्छ यहाँ। 9 रुपैयाँ 9 रुपैयाँ रे 9 9